हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ मेरो घरमा अब यो हुन्छ नि लोकल मुर्गा अनि यो राइस पाकेको छ अनि यो चाहिँ फ्राई गरेको अब यो रेड चिल्ली तेलमा फ्राई गरेको है। अब चाहिँ हजुरले खाना खानुभयो कि नै? म चाहिँ खाना लाग्यो। यो लास्टसम्म हेर्नु होला। ल भयो, ल म खान्छु ल। लोकल मुर्गा गाई, देशी। हाम्रो नेपालतिर त लोकल भन्छन्, अब यहाँ देशी भन्छन्। दामी। चिल्ली तेलमा फ्राई गरेको। लोकलको ढिँडी भालेको। एक्स्ट्रा ग्रेभी चट्ट लाएर एक्स्ट्रा ग्रेभी गाइस दामी हुन्छ हो। लोकलको त दामी नै हुन्छ। हल्का गाइस सेटअप राम्रो भएन मेरो। हजुरले सपोर्ट गर्नु, धीरे धीरे राम्रो राम्रो सेटअपमा आउनेछ। हजुरलाई नि हल्का हेर्न मजा आउँछ। एक्स्ट्रा ग्रेभी टक्क लगाएर है मिक्सिङ गरेर ज्याम ज्याम हान्ने हो। वाह, धेरै मिठो छ गाई। ल त गाइस, यस्तो यस्तो भिडियो हेर्नुको लागि मलाई सब्सक्राइब गर्नु होला, र लाइक र सेयर गरिदिनु होला युट्युबमा है। फिलहाल अहिले चाहिँ म फेसबुकमा सेयर गरेको छैन। फेसबुक मेरो रोहन बोय हो मेरो फेसबुक च्यानल, र इन्स्टाग्राम पनि म चलाउँछु। रोहन ब्रो सर्च हानेपछि हजुरहरूलाई सो हुन्छ है। मैले चाहिँ त्यसमा भिडियो राम्रो राम्रो हाल्ने गर्छु।
म चाहिँ बिस्तारै खान्छु, हजुरहरूको लागि हो। एकदम खाना चाहिँ एकदम बवाल भएको छ। यसको रेसिपी त म हजुरहरूलाई हजुर पनि यस्तै खानु होला र भिडियोमा नभुल्नु होला, एकदम सपोर्ट गरिदिनु होला, माया दिनु होला हाम्रो नेपाली दाजुभाइ है बेङ्गलोरमा बस्ने। ल हस्त नमस्ते, बाई। नेक्स्ट ब्लगमा बोलाउँला। त्यतिखेर चाहिँ 4-5 आइटमको रेसिपी लिएर आउनेछु म। हजुरहरूलाई चाहिँ एकदम माया दिनु होला। ल बाई।